साथीहरू आज हामीले न्यू गेम ल्याउँदैछौँ हेर्नलाई रमाइलो गर्नलाई को जित्छ कमेन्टमा भनिदिनलाई आउनु यो गेमको रुल हो यो पानीको बोतलमा हामीले यहाँ राखेर हिँड्न पर्छ यो राउन्ड यो स्कुटरलाई चाहिँ राउन्ड लगाउने ल यो स्कुटरलाई चाहिँ यसरी यहाँ आएर राउन्ड लगाउने ओके ल दुईटा सँगसँगै ल रेडी पोजिसन हातले नछपिकन पानीको गिलासलाई गो ल ल है हाम्रो खेलाडीहरूले एकदम आफ्नो धैर्यतालाई चाहिँ एकदमै मनन गर्दै अहिलेको भइरहेको चुनावलाई भन्दा पनि स्वच्छ तरिकाले चाहिँ यहाँ प्रतिस्पर्धा गरिरहनु भएको छ यसको लाइभ अपडेट म गरिरहेको छु ल हेर्नुहोस् है 3 राउन्ड गरेपछि यस गेमको विनर हुन्छ 3 राउन्ड कसले गर्न सक्छ ल है हामी हेरौँ है साथीहरू यहाँ स्कुटरलाई प्रदक्षिणा भइरहेछ यहाँ चाहिँ 1 राउन्ड लगाइसकेर 2 राउन्ड पनि कम्प्लिट भयो ओहो यसको विनर हुनुभयो गिरीशमा भट्टराई आयुष भट्टराईले स्वत हारिसक्नु भयो किनभने पानीको बोतल चाहिँ गिलास चाहिँ टुप्लुक्कै खसाल्नु भयो गिरीशमा भट्टराई चाहिँ यो गेमको विनरलाई आयुष यहाँ आउनुहोस् किनकि मेरो यो झर्न थाले थियो मैले तर पनि आफूको अब बहिनीलाई क्ल्याप गरेर चाहिँ सम्मान त गर्न पर्यो राखेर आफ्नो ब्यालेन्स विनर इज गिरीशमा भट्टराई वाउ थ्यांक यू गिरीशमा मैले यो आफ्नो पल्टिन थाले थियो तर पनि मैले आफ्नो यसलाई सिधा गराएर अनि आफ्नो कन्फिडेन्ट गरेर नहस्ने राखेर 1 राउन्ड लगाइदिम ल थ्यांक यू